कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। समादरणीय समस्त पण्डित चूडामणि नेउपाने युट्युब च्यानललाई हेरेर बस्नुहुने समस्त दर्शकवृन्दहरू, श्रोतावृन्दहरू, भगवत भक्त सज्जनहरू, पुनश्च यहाँहरूको सामुन्ने म श्रीमद् भागवतका केही चर्चाहरूलाई लिएर उपस्थित भइसकेको छु। मैत्रेय मुनिले विदुरजीलाई भागवतका प्रसङ्गहरू, कथाहरू श्रवण गराउँदै जानुभएको छ र समयको बारेमा मैत्रेयजी महाराजले विदुरजीलाई श्रवण गराएर जानुभयो र मैत्रेयजी महाराज भन्नुहुन्छ, हेर विदुर, भगवानले सृष्टिको क्रमलाई अगाडि बढाउनु भयो। इति ते वर्णित क्षत कालक्ष्य परमात्मनः महिमा वेदगर्भोऽथ यसा साक्षी निबोधमे। ब्रह्माजीले सृष्टि गर्न थाल्नुभयो। सृष्टिको क्रमलाई कालको बारेमा, समयको बारेमा सृष्टि गरेर, समयको सृष्टि गरेर जानुभयो। तदुपरान्त ब्रह्माजीले फेरि सृष्टिलाई अगाडि बढाउनु भयो र अबको सृष्टिमा भनेको मोहको सृष्टि गर्नुभयो। मोहको सृष्टि गर्नुभयो, जसमा भनेको देह अभिमान आदिका कर्महरूलाई, तिनीहरूलाई, अहम बुद्धिहरूलाई सृष्टि गर्नुभयो, जसले भनेको भोग इच्छाहरू, कामनाहरू गराउने खालको। ब्रह्माजीलाई आफै आफमा भनेको मन परेन। मन नपरेपछि ब्रह्माजीले विचार गर्नुभयो, अब केही अरू नै सृष्टि गर्नु पर्यो भनेर मनद्वारा भनेको सनकादि मुनिहरूको सृष्टि गर्नुभयो। सनक, सनन्दन, सनातन, सनत कुमार आदि गरेका 4 भाइ सन्तानहरूको सृष्टि गर्नुभयो। सृष्टि गरेर भन्नुभयो, लु छोरा हो, तिमीहरूलाई मैले सृष्टि गरेर तिमीहरू गरेँ, अब तिमीहरू पनि भनेको सृष्टिको क्रमलाई अगाडि बढाऊ, सृष्टि गरेर जाऊ भनेर भन्नुभयो। सृष्टिको क्रमलाई अगाडि बढाऊ भनेर भन्नुभयो। आज सनत कुमारहरूले भन्न थाले, पिताजी हामी त सृष्टि गर्न आएका होइनौँ, हामी त भगवत धर्मको लागि, भगवत कर्मको लागि भनेर आएका छौँ, भगवानको ध्यान गर्नको लागि आएका हौँ, त्यसकारणले हामी सृष्टि गर्दैनौँ भनेर भन्न थाले। ब्रह्माजीलाई क्रोध आयो, गाली गर्नुभयो, तिमीहरू भनेको कस्ता अल्प बुद्धिका रहेछौ, बालक जस्तो कुरा गर्छौ, त्यसकारणले गर्दाखेरि तिमीहरू बालकै भइजाओ भनेर ब्रह्माजीले भन्नुभयो। आज सनत कुमारहरूले, पिताजी हजुरले दिनुभएको यो श्राप पनि हाम्रो लागि अनुग्रह नै हुनेछ भनेर उनीहरू भनेको त्यो थानबाट नरनारायण भगवानको आश्रमतिर प्रवेश गरे। ब्रह्माजीलाई क्रोध भयो, छोराहरूले आफ्नै सन्तानहरूले मानेनन् भन्ने क्रोध भयो। क्रोध हुँदा हुँदै आज ब्रह्माजीको क्रोधको कारणले आँखी भौबाट एउटा सानो जीव उत्पन्न भयो, एउटा चीज उत्पन्न भयो, पृथ्वीमा झरो। झर्दाखेरि भनेको रुन थालो, कराउन थालो, चिच्याउन थालो, गएर ब्रह्माजीलाई भन्न थालो, पिताजी हजुरले मलाई सृष्टि गर्नुभयो, के को लागि सृष्टि गर्नुभयो, मलाई सृष्टि किन गर्नुभएको, मलाई बस्ने ठाउँ दिनु, मेरो नाम के हो, मैले के गर्नु पर्दछ भनेर भन्न थालो। त्यति बेला रुँदै उत्पन्न भएको कारणले गर्दाखेरि ब्रह्माजीले उसको नाम रुद्र राखिदिनु र भन्नुभयो, तैँले बस्ने ठाउँ धेरै छन्, त्यहाँ गएर तैँले बस्नु भनेर आज ब्रह्माजीले दिनुभयो। यो ठाउँमा तैँले गएर बस्नु है भनेर भन्न थाल्नुभयो। सूर्यश्चन्द्रश्च तथा तपश्चैव ध्याना नकृतानि। सूर्यमा, चन्द्रमामा, हृदयमा, इन्द्रियमा, व्योमा, आकाशमा पनि गएर बस्नु भनेर भन्नु।
अनि नाम के हो भनेर भन्दाखेरि ब्रह्माजीले नाम राखिदिनु भयो मन्यु मनु मैनस महान शिव ऋतध्वज उग्ररेता भव काल वामदेव धृतव्रत आदि गरेका नामहरू राखिदिनु र तेरा पत्नीहरू पनि धेरै हुनेछन् भनेर ब्रह्माजीले भन्नुभयो। धृवृत्ति उषना नियुत सर्पी इला अम्बिका आदि गरेका तेरा पत्नीहरू हुनेछन् जा भनेर भन्नुभयो। सृष्टि गर भनेर पठाइदिनु भयो। सृष्टि गर्न भनेर पठाउनु भयो। जब रुद्र सृष्टि गर्न भनेर लागे ब्रह्माजीलाई भनेको अब के गरौँ कसो गरौँ भनेर भन्नुभयो। त्यति नै बेला ब्रह्माजीले फेरि सृष्टिको क्रमलाई अगाडि बढाउनु भयो। आफ्नो शरीरका अंग प्रत्यङ्गहरूबाट सृष्टिलाई भनेको सृष्टि गर्न थाल्नुभयो। सृष्टि गर्दाखेरि भनेको अंगहरूबाट आफ्ना अंगहरूबाट ब्रह्माजीले सृष्टि गर्नुभयो। मरीचि अत्रि अंगिरा पुलस्त्य पुलह क्रतु भृगु वशिष्ठ दक्ष आदि गरेका 10 जना छोराहरूको सृष्टि गर्नुभयो। 10 जना छोराहरूको सृष्टि गर्नुभयो। अनि 10 जना छोराहरूको सृष्टि भनेको अलग अलग स्थानबाट ब्रह्माजीले गर्नुभयो। मनबाट मरीचिको, नेत्र आँखाबाट अत्रिलाई, मुखबाट अंगिरालाई, कानबाट पुलस्त्यलाई, नाभिबाट पुलहलाई, त्यस्तै भनेको हातबाट क्रतुलाई, छालाबाट भनेको भृगुलाई, प्राणबाट वशिष्ठलाई र अंगुष्ठाबाट भनेको दक्षलाई र उससँग भनेको तिग्राबाट भनेको नारदजीलाई उत्पन्न गर्नुभयो सृष्टि गर्नु। त्यस्तै गरेर भनेको ब्रह्माजीले आफ्नो शरीरका अंगहरूबाट दक्षिण तनबाट धर्मको सृष्टि गर्नुभयो। पृष्ठ भागबाट ढाडबाट भनेको अधर्मको सृष्टि गर्नुभयो। हृदयबाट कामनाको सृष्टि गर्नुभयो, कामको सृष्टि गर्नुभयो। आँखी मुखबाट क्रोधको सृष्टि गर्नुभयो। अधरोष्ठबाट लोभको सृष्टि गर्नुभयो। मुखबाट वाणी कि अधिष्ठात्री देवी सरस्वतीलाई सृष्टि गर्नुभयो। त्यस्तै आफ्नो शरीरको छायाबाट कर्दमको सृष्टि गर्नुभयो। यसरी ब्रह्माजीले सृष्टिलाई अगाडि बढाउनु भयो। र ब्रह्माजीले भनेको सृष्टि गर्दै जाँदाखेरि एक दिन ब्रह्माजीलाई आफै काम वासनाले भनेको घेरियो। काम वासनाले घेरेको कारणले गर्दाखेरि आफ्नै छोरी सरस्वती पट्टि मोहित हुनुभयो। जब मोहित भएर सरस्वती तर्फ जाँदै गरेको आज मरीचि आदि गरेका छोराहरूले देखे। त्यति बेला पिताजीलाई सम्झाए, पिताजी हजुरको धर्म यो होइन, हजुर त भगवानको भक्त हुनुहुन्छ, त्यस कारणले गर्दाखेरि हजुरले यस्तो कर्म गर्न राम्रो हुँदैन भनेर भने भगवानसँग प्रार्थना गरे। भगवान हजुरका आज ब्रह्माजीलाई सद्बुद्धि दिनुहोस् भनेर उनीहरूले प्रार्थना गरे। ब्रह्माजीलाई खिन्न चित्त भयो। आफ्नो होस त्यति बेला आयो कि म यो नराम्रो काममा लागेको रहेछु, नराम्रो बाटोमा लागेको रहेछु भनेर ब्रह्माजीले थाहा पाउनु भयो। थाहा पाएपछि भनेको आफ्नो शरीरलाई आज ब्रह्माजीले छोडिदिनु भयो। जुन शरीर त्याग गरिदिनु भयो त्यो शरीर त्याग गर्दाखेरि भनेको त्यसबाट भनेको कुहिरो उत्पन्न भयो। र त्यो कुहिरो उत्पन्न भयो र आज पनि भनेको त्यो कुहिरोलाई भनेको दिशाका देवताले भनेको ग्रहण गरेर राखेका छन्। र दिशा दिशामा भनेको कुहिरो क्षणमा एकछिन लाग्छ, एकछिनमा हटेर जान्छ। यो अवस्थामा चलिरहन्छ। अब ब्रह्माजीले विचार गर्नुभयो पुनः सृष्टि गर्नु पर्यो भनेर सृष्टिलाई भनेको सृष्टि सुरु गर्ने विचार गर्नुभयो। आफ्नो मुखबाट चारै मुखबाट भनेका 4 वेदहरूको सृष्टि गर्नुभयो। उपवेदको सृष्टि गर्नुभयो। 4 उपवेदको इतिहास, पुराण, आगम, छन्द, वर्णमाला आदिको सृष्टि गर्दै जानुभयो। अब त्यो सृष्टि गर्दाखेरि पनि आज ब्रह्माजीलाई शान्ति भएन। नभएपछि ब्रह्माजीले विचार गर्नुभयो अब मेरो यो शरीरलाई 2 भाग लगाइदिन्छु भनेर ब्रह्माजीले आफ्नो शरीरबाट 2 भाग विभाजन गरिदिनु भयो। दाहिने भागबाट भनेको पुरुषको जन्म गर्न गराउनु भयो। देब्रे भागबाट भनेको नारीको जन्म भयो। जो पुरुष थिए ती मनु महाराज भए, स्वयम्भू मनु भए, र जो भनेको नारी थिइन् ती भनेको सतरूपा थिए।
र यी दुईजनाको भनेको विवाह गरिदिनु भयो, आपसमा विवाह गरिदिनु भयो र यिनीबाट भनेको मनु र शतरूपाबाट भनेको सन्तानहरू हुन थाले। मैथुन धर्मद्वारा सन्तान सुरु भयो, जसका भनेका मनु र शतरूपाका 2 छोराहरू थिए, प्रियव्रत र उत्तानपा। 3 छोरीहरू थिए, आकुति, देवहुति, प्रसूति आदि गरेका 3वटी छोरीहरू थिए र यिनीहरूको भनेको विवाह पनि गरिदिनु भयो भनेर भन्नुहुन्छ। मैत्रेयजी महाराज विदुरजीलाई भन्नुहुन्छ, आकुतिम रुचये प्रादात कर्दमायतो मायतो मध्यमाम दक्षा यादात परशुतिम च यत आपूरितम जगत। र यिनीहरू छोरीहरूको वंश भनेको आकुति, रुचि नाम गरेका प्रजापतिलाई दिनुभयो, कर्दम ऋषिलाई भनेको मध्यम छोरी आद भनेको कर्दम ऋषिलाई दिनुभयो, देवहुति। र त्यस्तै भनेको दक्ष प्रजापतिलाई भनेको प्रसूति नाम गरेकी कान्छी छोरी विवाह गरेर दिनुभयो र यिनीहरूबाट नि भनेको सृष्टिलाई अगाडि बढेर गयो र यहीबाट भनेको मनुको सन्तान हुँदै, मनुबाट भनेको मानव हुँदै हुँदै भनेको आज मनुष्य भनेर यो संसारमा हामी रहेका छौँ। मैत्रेयजी महाराज भन्नुहुन्छ कि यसरी सृष्टिको क्रमलाई ब्रह्माजीले अगाडि बढाउनु भयो र ब्रह्माद्वारा भनेको सृष्टि बढाउँदै जाँदाखेरि भनेको नि यो संसारमा भनेको आपूरितम जगत, यो संसारमा भनेको सबैतिर सृष्टि गरेर मनुष्यहरू नि भएर जगतै परिपूर्ण भएर भरिएको छ, सबैतिर मनुष्य छन् भनेर मैत्रेय मुनि आज विदुरजीलाई यी दिव्य कथाहरू श्रवण गराउनुहुँदैछ र हामी पनि यहाँनिर बसेर केही चर्चा, भागवतका केही संक्षिप्त चर्चाहरू, थोरै भन्दा थोरै केही ज्ञानका चर्चाहरू गरिरहेका छौँ, सुनिरहेका छौँ र हजुरहरू पनि यो चर्चालाई सुनिदिनु भएको छ, मनन गर्दै हुनुहुन्छ भन्ने मैले पूर्ण विश्वास गरेको छु र अझ अगाडिका कथाहरू पनि श्रवण गरिदिनुहुनेछ, हेरिदिनुहुनेछ भन्ने कामना गर्दै म अहिलेको मेरो बाणीलाई यहीँ समाप्त गर्दछु। हजुरहरूको दिन मङ्गलमय रहोस्। जय श्री राम।